त्यसमा कमलमणि नेपालजी हजुर खुपीका बाउ होइन तपाईँ हजुर खोइ त खुपी खुपी भन्ने चरित्र त ठ्याक्कै भन्नुहोस् न होइन ठ्याक्कै भन्दैछु पहिले भद्रगोल हुँदाखेरि चाहिँ एउटा बहिनी थिइन् पछि तिनले बिहे गरेर तिनी कतै होइन खुपी बिना नि तपाईँ बाउ भन्नुभयो क्या मेरो प्रश्न त्यहाँनिर समस्या बिचमा एकचोटि लिएर आएको पनि हो फेरि पछि कथामा आइपुगेन कथामा आइपुगेन कथा लेख्नेलाई भन्नुपर्छ यो कुरा चाहिँ कथा लेख्नेलाई किन भन्नु भएन तपाईँको परिचित नाम चाहिँ खुपीका बाउ त्यो एउटा क्यारेक्टर नेम हो त्यो क्यारेक्टर गरेर देखाउनुहोस् न आज कमलमणि चाहिँ तपाईँलाई छ नि मेरो प्रश्न के छ भन्दाखेरि एकदम तपाईँ प्रष्ट बोल्नुहुन्छ हजुर प्रष्ट नलुकाइकन एकदमै कुनै पनि कुरा लुकाउनु भएको छैन जीवनमा सबै कुरा जनतालाई थाहा छ तपाईँको बानी व्यवहार शैली प्रस्तुति आज चिउरीको चिल्लो पातको गीत गाइदिनुहोस् न यो चाहिँ कस्तो रहेछ भने सिरियलदेखि लिएर दाइको सोसम्म पनि आएर यो गीत गाउनु पर्ने भयो खास जनताले मन पराएछ कि मन पराउनु बात त सही हुन्छ त्यो त मन पराउनुहुन्छ अब यो गीत खास मेरो गीत होइन तपाईँको गीत होइन यो गीत चाहिँ शम्भु राई दाइको गीत हो शम्भु राईले गाउनु पूर्वेली गीत हो एकदम गाइदिनुहोस् चिउरीको चिल्लो पात सिरानी लाउन देऊ बहिनीको दाहिने हात तपाईँको नराम्रो बानी के ठ्याक्कै भन्नुहोस् राम्रो बानी चाहिँ मलाई थाहा छ होइन होला के हो मेरो नराम्रो बानी चाहिँ म कसैसँग पनि आफ्ना कुराहरू राख्दाखेरि अलि भावुक हुन्छु आज रुन खोज्नु भयो रुन त यस्तो छ के रुनुहुन्छ कहिले काहीँ रुन त मलाई रुनलाई गाह्रो छैन दाइ म रुन एकछिन तुरुन्त रुन सक्नुहुन्छ सक्छु आज रोइदिनुहोस् त ल अहिले मेरो खराब पानी छ मेरो खराब मलाई दिए तर थोरै समय चाहिँ लाग्छ होला नि त कति मिनट लाग्छ थाहा छैन तपाईँ हेर्नु न एकचोटि जस्तो तपाईँसँग कुरा गर्दा गर्दै रोएँ भने त रुन सक्यो नि दाइ एकदम जस्तो तपाईँको सोमा छु अनि अब त्यस्तो भावुक कुरा पनि गर्नु पर्दैन हाँस्दै ओर्दै पनि रुन सकिन्छ होला नि त होइन एकदम संसारमा मान्छे हाँस्दा हाँस्दै रोइदिन्छ जोस् तर एउटा कुरा के हो भने दाइकोमा आउँदाखेरि यस्तै यस्तै चिजहरू भइदिँदाखेरि चाहिँ मजा आउँछ होइन वाह क्या एक्टिङ कर रहा है यो खास एउटा के हो भनेदेखि दाइ प्रोसेस हो तपाईँसँग छु खुसी लागेको छ होइन तर पनि आँखामा आँसु होइन शाबाश बेटा बहुत बढिया मुन्ना जी गीत गाउनुहोस् तपाईँ पनि चलचित्रको गीत गाइदिनुहोस् न म नेपाल हाँसेको हेर्न चाहन्छु नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु यति पुरा गीत गाउनुहोस् न किन ये फंस गया सीएम चलचित्रमा तपाईँहरूले दाहाङ राईलाई लुकाउनु भयो गुड क्वेश्चन त्यो त अब के जनताको प्रश्न हो यो दयाजीको केम बुद्धि तामाङलाई किन लुकाउनु भयो उहाँहरू भनेको ठ्याक्क भन्नुहोस् न बोल्नुपर्छ क्या तपाईँहरू कलाकार भन्न पनि नसक्ने आफ्नो कुरा भन्दैछौँ त सर त्यो भने क्यामियो हो कि अब हरेक भनेको उहाँहरू गेस्टको रूपमा मात्र हुनुहुन्छ किनभने होइन गेस्टको रूपमा धेरै उहाँलाई तपाईँले देखाउनै नहुने त स्पेशल अपियरेन्स हो अनि हामीले त्यो चाहिँ सरप्राइज दाहाङ राईलाई देखाउनै नहुने होइन हरामी हो बुद्धि तामाङलाई देखाउनै नहुने लुकाएर राख्नुपर्ने नाम चलेको कलाकार होइन हो तर उहाँहरूलाई हामीले सरप्राइज प्याकेजको रूपमा राखेको त्यस्तो काम गर्नु हुँदैन नि चलचित्रमा सरप्राइज दिनको लागि के लुकाइदिने अनुहार लुकाइदिने मान्छेको व्यक्तित्व लुकाइदिने स्ट्राटेजी हो त्यो चाहिँ फिल्म जे पनि गरिदिने चलचित्रमा गीत गाइदिनुहोस् एउटा
के गीत गाउँदा हामी आज गाउनु हामी गाएको आज हजुरले गाइदिनुहोस् न तर तपाईँले एउटा गीत गाउनु म हजुर, दुईटा गीत त्यही त। गाउँछु ल गाउनु गाउनु तपाईँ एउटा गीत सरी, गाइदिनुहोस् म दुईटा गीत गाउँछु ल गाउनुहोस् सर ये फंस गया सीएम पानको पात पानको पात पानको पात पानको पात त्यति मात्र त्यसपछि? त्यति मात्र त भएन मजाले गाउनुहोस् अलि राम्रो मजाले। मजा मुनिजी दाइ म स्वर राम्रो भएर तपाईँ आएको होइन। कस्तो केटा मन पराउनुहुन्छ कस्तो केटा तपाईँ जस्तै एकदम डाइरेक्ट मजाको स्ट्रङ पर्सनालिटी भएको मनको कुरा आनन्दले राख्न सक्ने अलि हो ठ्याक्कै तपाईँ जस्तो छ तपाईँ जतिको कन्फिडेन्स चाहिँ चाहियो कि लाइफमा एकदमै बेटा मन में लड्डू फूटा देशको राष्ट्रपति को हुनुहुन्छ अहिले अहिलेको राष्ट्रपति केपी ब्या केपी ब्या महाराष्ट्रले भनेछ त्यही हो महाराष्ट्रले भन्छ यार अनि प्रधानमन्त्री को हुनुहुन्छ प्रधानमन्त्री नो प्रधानमन्त्री चाहिँ केपी ब्या राष्ट्रपति चाहिँ को हुनुहुन्थ्यो राम छेउछाउ आइपुग्यो अझै पनि त्यसमा चन्द्र सूर्य जोड्दाखेरि केही होला कि रामचन्द्र पौडेल कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको